कान्छा बाबा तल पाखाको सबै फापर बाँदरले नि मठिहाल्यो धपाउन गएको उसले झन्डै पो मलाई खुट्यो के गर्नु अब बाँदरले नि अब हामी जस्तै गरिबलाई हेप्दो रहेछ हुँदै छोरा हुँदै अरू त त्यस्तै हो साउको ठेक्का पो कसरी तिर्ने बाबा म तपाईँलाई एउटा कुरा भन्छु रिसाउनु त हुन्न नि के हो त्यस्तो कुरा भन न किन रिसाउनु पर्यो र तल गाउँको सबै बुढाहरू स्कुल जान्छन् म पनि स्कुल जान्छु नि ल उनीहरूको त सम्पत्ति छ र पो पढ्न जान्छन् हाम्रो त बिहान बेलुका छाट्टाउने अवस्थै छैन छोड्देऊ पढ्न जाने कुरा सायद मेरो पनि आमा भइदिएको भए म पनि स्कुल जान पाउँथेँ होला हाम्रो त बिहान बेलुका छाट्टाउने अवस्था पनि छैन छोड्देऊ स्कुल जाने कुरा मेट्नु पर्यो ढिलो हुन्छ अर्को मेलो जानुपर्छ खानु पर्यो चारैतिर समस्या छ पैसा नि छैन बच्चा नि ठुलो हुँदै गइसक्यो अरूको छोराछोरी सबै स्कुल जान्छन् के गर्नु खै अब एउटा भएको छोरो छ पढ्छु भन्छ भएको एउटा छोरालाई नपढाएर के हो अन्त आफू जस्तै त्यस्तै बनाएर राख्छस् कि आफू जस्तै खेती किसान गरेर राख्ने स्कुल जान्छु त्यही बिहानको खोले हो कि क्या हो कान्छा बाबा बिहानको खोलेमा अलिकति नुन थपेको चाख्नुहोस् त है हाल त अलिकति अलि नुन बेसी हाले जस पाक्यो होला त अब हाल खाऊ त पनि खाना खान्छ के हेरेर बसेको हुन्छ बाबा सुधु भयो कान्छा भोलि बिहानै उठ्नु पर्ला फेरि
के सोध्छ सुत्न आइज है आमा तिमीले मलाई किन यस्तो गर्यौ किन एक्लै छाड्यौ भएको एउटा छोरालाई नपढाएर के गर्नु आफू जस्तै त्यस्तै बनाएर राख्छस् म पनि स्कुल जान्छु नि ल होइन अब त अरूले पनि यसो पढाउँछन् जाने सुनि हुनुपर्छ पढ्नुपर्छ भन्ने बुझ्नु पनि छैन अब के आफू जस्तै एजुकेसन गरेर राख्नु उज्यालो भइसक्यो जाँटे यो कान्छा उठ तल म आज स्कुल लिएर जान्छु साँच्ची हो बाबा ए सुर्तिने हुन्छ हेद तेरिका हो हिजोको कपडा ला खानासाना खाएर हिँड स्कुल बाबा जाऊ छिटो पख पख खुकुरी कहाँ राखेछु ए यहाँ ल आइज बिस्तार हिँड्नु बिस्तार